ल गुड मर्निङ गाइज होइन यतिकै ऱ्यान्डम भ्लग बनाउने हो दौडिँदाखेरि आजकै हो जुलाई 23 होइन जुन जुलाई 23 हो हल्का 5 बजी उठेँ सररै निस्किदिएको होइन अरू के गरेँ होइन यस्तो वार्मअप गरिदिउँ भन्नु निक्ल्या हो आजकल त लास्ट चाहिँ गरौँ हुन आइसकेको छ तै पनि जस 10 किलोमिटर जति जान सकिन्छ कि जस्तो लागिरहेको छ हेरौँ त्यो समुद्र छेउछाउ छ ट्रेल ट्याक्क हिँडिराख्ने हो जहाँ झ्याउ लाग्छ होइन त्यहाँबाट गाडी चढ्ने फर्किने होइन द्याट्स इट ओके गाइज सी अन द ट्रेल हाम्रो यहाँ एउटा बल होटल छ स्कोस कोरल बिच होइन ठ्याक्कै त्यसको तल हाम्रो कापाथिनिस भन्ने 4 स्टार भिल्ला रिजोर्ट छ होइन त्यहाँ चाहिँ धेरैजना नेपाली दाइहरू काम गर्छ यहाँ पनि गर्छ तर यहाँ चाहिँ मैले चिनेको छैन त्यहाँ चाहिँ एउटा हाम्रो दाइ हुनुहुन्छ हस्किलोङमा अनि हाम्रो एउटा सम्धी हुनुहुन्छ होइन हाम्रो सम्धी चाहिँ किचनमा काम गर्नुहुन्छ एज अ सेफ राडो भेटिरहेको हुन्छ प्रोनाउन्सिएसन यो कि होइन अब त्यहाँनिर अर्को रिजोर्ट हो 4 स्टार लेभलको सर दिदीहरू बहिनीहरू पनि काम गर्नुहुन्छ होइन अरू चाहिँ त्यस्तै हो अरे यो क्यालिफोर्निया पार्क पनि यहीँ छ कि मजाको राति आउनु मन लाग्छ तर राति बत्ती निभाइदिन्छ रहेछ यिनीहरूले 6-7 चोटि त हो दामी छ सब मान्छेहरू अलि सङ्ख्या हो यहाँको पनि कोही देख्दैन है गरिदिने हो अलिअलि वाम होइन यत्तिकै यो भिडियो विदाउट एडिट होइन एडिट त गर्न नै आउँदैन झ्याउ पनि लाग्छ एडिट गर्न यत्तिकै हालिदिने डाङडुङ लाएर ठिक छ रनिङ हुँदा अगाडि चाहिँ बाबा भन्दा चाहिँ यही ठाउँ बेस्ट हो जस्तो लाग्यो यत्तिकै सुनसी आयो होइन टक्कै यो छ ए होइन हल्का आइ ओइ खुट्टा ठोक्यो भने गयो आज होइन त्यसले यो पनि हानिदिउँ न सब ड्याङ 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 जे छ त्यो सब हानिदिने अनि गइदिने 1 2 ओइ 3 4 5 6 7 8 9 10 ल खुट्टाको लागि भयो होइन भरको लागि यहाँ छ होइन यो नि हान्दिउँ है यो त प्रेस गर्न मिल्दैन जस्तो यार भित्र मेरो यहाँ स्याउ छ 1 2 3 4 5 7 8 9 10 ल यो पनि भयो होइन अर्को दुईवटा गर्छु यो चाहिँ खिच्दिनँ म हिजो गोबर चार्ज त गरे हो तर चार्जै भएको छैन पुग्छ यो त मोडाइन पुग्छ आजलाई सर्ट लगाएर बवाल देख्छ अरे जहिले आइदिनु भाइ चाहिँ
फर्स्ट टाइम आउँदाखेरि समुद्र यतिबाट देखाएको मैले सट्ट राति चाहिँ पुरा पार्टी साटी हुन्छ यहाँ यहाँको भाइब्स चाहिँ मजाको छ क्या स्विमिङ गर्न चाहिँ खासै मिल्दैन जस्तो लाग्छ धेरै टाइम पछि आएको यो के अरे पहिला मार्च जनवरी फेब्रुअरी मार्च हो होइन मार्चको 14 मा म यहाँको 20 तिर फेब्रुअरीसम्म पनि यो घाँसहरू यस्तो बवाल भइरहेको थियो क्या यहाँ पुरै फुल फुल्ने होइन हाम्रो नेपालतिरको के भन्छ त्यो मनसुन भाइब कोही थियो क्या पानी पनि हल्का हल्का पऱ्यो अहिले चाहिँ पुरै ठ्याक्कै नेपालको फागुन चाहिँ जस्तो कि सब घाँस ड्राई होइन पुरै ड्राई छ कि केही पनि छैन अहिले हल्का हल्का दौडिन्थ्यो यहाँ पहिला धेरै नदौडिँदैन बोरिङ सोरिङ के हाल्ने तेल निकाल्न आयो जस्तो क्या अब त्यहाँ हल्का वार्म अप होस् ठ्याक्क त्यहाँबाट सट्ट लाएर गइहाल्यो ल बाटै बन्द छ क्या हो यार ल 1-1.5 महिना आएको यहाँ त पुरै बाटै बन्द हानिरहेको छ पहिला जहिले रनिङ ठाउँ यो मेरो होइन तर धेरै भएको छ क्या यहाँको पुरै बाटै बन्द छ क्या यहाँबाट क्रस गर्न मिल्छ मिल्दैन थाहा छैन हेरौँ यहाँबाट यस्तो वाल हानिरहेको छ पुरै कन्स्ट्रक्सन एरिया बनाएर अब कहाँबाट जाने फ्ल्याग स्याग झुन्डिरहेको छ यतैबाट माथि माथि गइदियो त्यो माछा मार्ने जाली हो क्या तर बवाल छ यार यहाँ खोला सुकिरहेको रहेछ पुरै गजबको लाग्छ क्या पट फुटिरहेको सही छ ठाउँ होइन हस्टेल के पनि थिएन अन्त पुरा ब्रिज बनाएर बवाल छ यार कुकुर के छ दाजु खबर हजुर ल सर नयाँ भर्खर बन्द हुँदै थियो फर्स्ट टाइम आउँदाखेरि त्यहाँ हाल्न नि
तर सही पानी आइरहेको थियो अरे त्यो माथि हिँड्नु चाहिँ गाह्रो हुन्छ अरे क्या त्यहाँ तलबाट यहाँनिरबाट बाटो छ कि यो रक्की पार्ट बवाल लाग्छ मलाई हैन गयो पुरा तल स्ट्यान्ड पनि छ माथि पुरै रकले भएर छ क्या हैन मजाको बिच एरिया छ यो एउटा बिस्तारै बिस्तारै गइदिउँ न भर्याङ छ जस्तो लाग्छ होइन गरिदिस माथि उक्लिएर बस्दिनु रहेछ भर्याङ चढ्दिउँ न होइन नि कहाँबाट ल्याएर हाले जस्तो लाग्छ यार यो माटो अन्त होइन यार हालेको छैन यहाँकै हो चल दौडी Yo es para Balo last. सानो खोला पनि छ क्या खोला तर्दिउँ होइन गाइस मिनी भर्याङ चढ्दिउँ मजाको ट्रेल फेरि यहाँ छ क्या यस्तो बालो आइहाल्नु भयो जस एक दुईजना भयो नि दौडिराख्दा चाहिँ दौडिराख्दा मान्छे राखेर चाहिँ अलिअलि मोटिभेट चाहिँ हुन्छ क्या नत्र भयो चाहिँ ए गर्मी छ भन्ने खालको हुन्छ नि गर्मी हुन्छ तर माइन्ड सेट चाहिँ सबभन्दा ठुलो कुरा हो क्या इफ आफूले हल्का पुस गरेर यु क्यान डु इट भन्ने खालको अरूले पनि दौडिरहेको खाँदै सकिन्छ यार भन्ने खालको भएर सक्दैन न त एक्लै दौड कहिले काहीँ त क्लास झ्याउला दिन्छ तर बिहानदेखि आज मान्छे देखिरहेको छ त्यस्तो अघि फस्नु सुरु गर्दाखेरि चाहिँ कस्तो होप्प गरी भएको थियो लागिरहेको थियो अहिले आधा बाटो आइसक्यो अहिले त पुरा घाम पनि बेसी लागिसक्यो तर मलाई शीतल फिल भइरहेको थियो समाउ शीतल पनि छ किनकि समुद्रको हल्का चिसो अनि यतातिर रुखहरू पनि धेरै छ क्या सकेन भने क्विट गर्ने गाडी चाहिँ घर जाने होइन टक्क हरियाली हेर्दै कुद्ने बल हुने ठाउँ बबालाई छ यो गाउँ बहिनी प्रमोसन गर्दै
सबजना आफ्नै बारेमा बुझिरहेको छ होइन जस्ट a lot of people doing workout बवाल भएको छ यस्तो सही हो सबजना आफ्नै बारेमा बुझिरहेको छ एकजना अगाडि पछाडि पनि छन् केटाहरू आफ्नै पारामा आफ्नै पेसमा कुदिरहेछन् अब झन् गर्मी हरायो यार लिटरली सबजना कुदिरहेछन् होइन ठिक छ निकै हुन्छ आफ्नै काम गरिरहेछन् मान्छेहरू होइन बुढो फर्क्यो घरमा खाने हो होइन यत्तिकै अब लुक चेन्ज गरिदिएको होइन अब लुकेको फुकाल्ने अब दौडिने हो मारी दौडिने हो होइन अनि अहिले you can do it होइन almost 15 किलोमिटर भयो होला भइहाल्यो सबजना एनर्जेटिक हाई भएको मान्छे मात्र भेट भइरहेछ सुपर अमेजिङ होइन सुपर अमेजिङ गुड मर्निङ भन्ने सुपर मर्निङ हाउ यु क्यान एक्सप्लेन अबाउट दिस मर्निङ सुपर एनर्जेटिक मर्निङ होइन इट्स सुपर एनर्जेटिक मर्निङ गइदिउँ क्या आजै लार्न क्या दौडेर जस्तो भइरहेको छैन गुड भाइब गुड म्युजिक एभ्रिथिङ इज गुड पर्फेक्ट दौडिरहेको छ सबजना लाएर मनेर खाइरहेको छ ट्र्याक्टर लगाएर यहाँबाट हारेर निस्किन्छु हारेबाट यहाँ पनि म सट्ट छिर्छु अनि घर जान्छु अनि सुत्छु अनि है उल्टा पुल्टा थाक्यो हारबाट आइपुग्यो अब 10 मिनटमा बस स्टप भेटिन्छ सही छ अस्ति राति आएको थियो यो ठाउँमा अहिले फेरि कुद्दै बिहान आइपुग्यो अलमोस्ट सबै रेस्टुरेन्ट खुल्ने तयारीमा छ सही छ कुल सिलेक्ट पाराको छ ठाउँ होइन राति आए पनि बवाल क्राउड हुन्छ तर बिहान चाहिँ अलि कम हुँदो रहेछ मान्छेहरू बेलुका सबै ढुडिसकेपछि यतै आउँथ्यो घुम्न काम सकेपछि होइन सही छ ठाउँ हजुर माछा 3-4 चोटि नै आइसक्यो होइन तर एउटा चिज चाहिँ ट्राई गरेको थिएन क्या आज ट्राई गर्नु पऱ्यो होइन यो ब्रिज क्या कहिले चढेको थिएन आज कोही पनि छैन क्या हौ चढ्न नमिल्ने हो कि छोडिदियो भाइ चढ्न मिल्ने हो कि नमिल्ने थाहा छैन होइन
अस्ति मान्छेहरू हिँडिरहेको देखेको थियो आज त कोही छैन दौडिदिउँ न होइन सुइँ के रहेछ हो ब्रिज त बवाल छ हाम्रो ब्रिज सही छ त यार झुलिङ्गे पुल टाइपको भएको छ त सेम झुलिङ्गे पुल छ यार नट झुलिङ्गे पुल बट इट लुक लाइक झुलिङ्गे पुल होइन खतरा छ यार अब चाहिँ रनिङ पनि सक्यो यो ब्रिजबाट तल उत्रिसक्यो होइन आजको भ्लग चाहिँ यहीँ हिँड्नुहुन्छ होइन टक्क सही छ क्या यो कत्रै छ क्या के लेखिरहेको होइन यो पुरै होइन बोल्छ हेरी अल्ट्रा वाइड पनि भेट्दैन त्यहाँ सही छ ल vlog in bye bye